एउटा कत्ले माछा परेछ कि सानो यत्रो परेछ त्यो खालको माछा लानु पाउँदैन भन्दै चाहिँ अनि त्यो निकालेर पर्ची निकालेर फालेको त्यत्रो परेछ त्यत्रो परेछ बाँले निकालेर फाल्यो ठुलो खालको मात्रै पाउँछ लानु पाउँछ भन्दै थियो कि अनि त्यो भएर मैले त्यो सानो खालको माछा फालेर अर्को फेरि अहिले टाढो लगाएर हालेको यो पछि चाहिँ चानै भएर नि त यो मलाई अर्को पछि चाहिँ मैले ल्याउनु बित्थेँ क्या तर कति चाहिँ सानो खालको माछा होला भनेर मैले थाहा भएन त्यही भएर मैले यो अहिले यो सानो ठुलो खोला रहेछ हाम्रो बाँकीमोडको खोला रहेछ अनि यहाँनिर दुईवटा खोला त्यो बित्थाको खोलामा यहाँनिर दुईवटा बोल रहेछ बिजुलीको तलसम्म छ अनि बाउ त्यहाँनिर बस्छ माछा एउटा बच्चा हानेर बस्छ माछा बच्चा हान्दा हर्क पऱ्यो यस्तो खालको हुँदो रहेछ आम्मो के हो भनेर म त सोचेको छुइनँ क्या हेर्नु अहिले ठुलो बेरा लगाएको माथि चाहिँ फलामको तार लगाएको रहेछ त्यसपछि के गर्न आएको रहेछ यो त्यो हो पानी खोल्नु होला यो ढकनी उताल्नु होला यो चाहिँ पानीको वहाँ ठाउँमा चाहिँ कत्रो छ होला चाहिँ यो ढकनको ठाउँमा त्यो ट्याप्टोको चाहिँ यस्तो हुँदो रहेछ क्या यहाँनिर चाहिँ ठुलो समुद्रको यता त्यहाँ टिडाम पानीले हान्दो रहेछ एकोर यता खुट्टा भिजाउनु मात्रै मान्छेले जुत्ता लाएर भित्र यहाँ सबै भित्र त्यो जुत्ता लाएर आएको पुरा चिप्पिँदो रहेछ नेपाली होला जस्तो लाग्छ यहाँनिर यत्रो आएको छ माथि भनेर के छ ढकनी पानी ढकनी निकाल्ने रहेछ यहाँ त के पानी आउँदो रहेछ बाङ फ्याक्दो रहेछ पानी उता पनि ढुङ्गा रहेछ पुरा Come on.